कतिमा यो गेट बवाल देखेको थियो नि परे जस्तो भयो फेरि। ल हामी अब बिस्तारै प्यारिस छोड्दैछौँ। बाटो लामो छ, कति देखाएको छ भाइरल गराउला सेयर भन्छ। सर्भिस ब्रेकमा यो बकेट सकेट खानु पऱ्यो, कति मिनी युरोप हेर्न जाने, अनि त्यसपछि बल्ल झन् मिनी युरोप त्यहाँ आउने मेरो भ्युवर्सहरूलाई भनेको मार्चसम्म बन्द अरे। ब्याड लक भन्ने कि के भन्ने वाइल्ड नाइस आयो त। ल अब हामी बेल्जियम सिटी पनि छोडियो। ल अब हामी होटलबाट निस्किँदैछौँ। लेट्स गो गाइज। हामी निस्कियो अब रुमबाट। आज सेकेन्ड डे। हाम्रो होटलको लोकेसन चाहिँ नजिकै थियो, टाढ क्लबिङहरू नजिक थियो। हिजो रमाइलो भयो। जाउँ अगाडि। हिजो रमाइलो भयो। हिजो सिटीबाट नजिकै छ हाम्रो रेस्टुरेन्ट, के अरे होटल नजिकै थियो। अब चाहिँ हामी गाडीतिर जान्छौँ। कतिमा यो गेट बवाल देखेको थियो नि, फर्की फर्की नहेर मलाई। ल अब हामी जाउँ गाडीतिर, अनि त्यहाँबाट भेटौँला। सबै देखाइसकेको, कतै केही छ भने हेरौँला नि त। ल हामी चाहिँ उबर चढेर अब होटलतिर गाडी लिने ठाउँमा सरी त्यहाँ जाउँ। बाटो चिसो छ यार, भयो जाडो छ भएर। आज चिसो रहेछ हिजोभन्दा। जाउँ अगाडि के छ हेरौँ। अब त हामी आज त यहाँ कतै घुमिन्न नि, सिधै गइन्छ नि बेल्जियम होइन। अब चाहिँ 12 बजिसक्यो। अबको यात्रा चाहिँ बेल्जियमतिर बाट झऱ्यो। अब हाम्रो गाडी चाहिँ यहाँ अन्डरग्राउन्ड गाडी चढाउँ। पानी परे जस्तो भयो फेरि। त्यही ठाउँ कति देखाउनु। अब प्यारिस त मैले घुमाइसकेँ त। ल तल गएर गाडी लिगाउँ, अनि त्यहाँबाट भेटौँला। ल अब लाग्यो हामी बेल्जियमतिर। प्यारिस पनि घुमियो, बेल्जियम जाने। अब पानी चाहिँ पर्यो। अब चाहिँ हामी लाग्दैछौँ। बेल्जियमको यात्रा कति घन्टाको हुन्छ? 3 घन्टाको, 3.5 घन्टाको, 319 किलोमिटर्स। 3.5 घन्टाको यात्रा हुनेछ हाम्रो। जाडो भयो, सबैलाई पानी पर्यो, जाडो भयो है। ल त्यही छ। अब हामी ठुलो बाटोमा गएर ठुलो कुरा गरौँला। अहिले चाहिँ हामी सानो बाटोमा छौँ। ल हामी अब बिस्तारै प्यारिस छोड्दैछौँ। अहिले चाहिँ सिटीतिर हो, त्यहाँ हो घन्टाघर रहेछ त्यहाँ। अब ठुल्ठुलो बिल्डिङहरू देखियो यता चाहिँ। त्यता ट्रेनहरू यस्तै छ। उहाँ सेतो मुस्लो धुवा पनि निस्किरहेको छ फ्याक्ट्रीबाट। हामी चाहिँ अब एक्जिट हुँदैछौँ। राउन्ड एबाउट पनि कत्रो ठुलो रहेछ क्या। तर रुल्स एन्ड रेगुलेसन चाहिँ यहाँ त जसले सक्छ त्यसले पेल्ने रहेछ क्या। हर्न पनि धेरै बजाउँदो रहेछ त अरू कन्ट्री हेरिकन। त्यही हो, घाम पनि लागिरहेछ। अब लास्ट डे युरोप टुर, अनि त्यहाँबाट जाउँ हेरौँ के छ, के देखिन्छ। ल अब चाहिँ यो ठुल्ठुलो बाटोमा आयो हामी गाइज। अझै पनि छन त हामी प्यारिसमै छौँ होइन, प्यारिसमै छौँ। अब बिस्तारै यहाँ यो गाडीहरू पनि पातलो हुँदै जान्छ होला। मेरो गेस के हुँदै जान्छ चाहिँ देखिहालिन्छ। अब चाहिँ हामी लाग्दैछौँ बेल्जियमतर्फ। आज बेल्जियम गइन्छ। अनि त्यहाँबाट वेदर पनि नट सन्नी पनि छैन खासै, क्लाउडी नै छ वेदर। अनि त्यहाँबाट हामी चाहिँ जाँदैछौँ। कति छ? 298 किलोमिटर बाँकी छ। लगभग 3 घन्टै भनौँ। एराइभल 4:15मा। अब हिजो पनि लेट नाइट भयो। अनि त्यहाँबाट हामी चाहिँ सुत्यो, 12 बजीसम्म सुत्यो।
प्लान चाहिँ कति 10 बजेसम्म 10:30 बजेसम्म थियो। अब 1-1.5 घन्टा त प्लस माइनस भइहाल्छ। सुतियो अनि हिजो हामी कति बजे आएको थियौँ? 2-3 बजे आइरहेको थियौँ होटल चाहिँ। अनि त्यस्तै भयो, रमाइलो भयो पेरिस। एउटा मेमोरी क्रिएट भयो साथीसँग। अनि मेरो बर्थडेको दिन स्पेसल परेर पनि त्यो पनि रमाइलो भयो। केक काटियो। त्यही छ। अब चाहिँ अर्को कन्ट्री, त्यहाँ चाहिँ एउटा बेल्जियममा चाहिँ मिनी युरोप भनेर छ अरे। युरोपको सबै कन्ट्रीलाई इन्क्लुड गरेर एउटा सानो भिलेज जस्तोमा सबै अब आइफिल टावरदेखि लिएर के छ युरोप, कुन कन्ट्री के कारणले गर्दा फेमस छ त्यो चाहिँ सानो मिनी युरोप मिनी भर्जनमा चाहिँ हेर्न पाइन्छ अरे। त्यो चाहिँ एकचोटि हेरौँ कस्तो छ अहिलेको यात्रा चाहिँ। ल हामी अझै जाँदैछौँ, अन द वे नै छौँ। बाटो लामो छ, कति देखाएको छ 2 घन्टा 18 मिनट, 233 किलोमिटर्स मोर टु गो। बाटोमा छौँ, गाडी रन्किरहेछ, 140 को स्पिड छ। बाटो सर र कतै रोकटोक छैन। अघि भनेको थिएँ नि मैले, अब यता गएपछि पातलो हुन्छ भनेर, त्यही भयो। अब हामी यहाँ साथीभाइ गफ गर्दैछौँ, भिडियो पनि टुच्च दिइरहेको छु मैले। अब यो पछाडि चाहिँ तारहरू देख्दा त त्यो हाई टेन्सनको तारहरू, ट्रक पनि कति लामो हो भनेको। त्यस्तै छ गाइज। अब त्यही हो, जाँदैछौँ बेल्जियम घुम्नको लागि। अब बेल्जियम मैले अघि भनिसकेँ, युरोप मिनी युरोप चाहिँ त्यहाँ पनि घुम्ने। त्यही हो। ल अगाडि जाउँ। अब पानी पनि परेको छैन, वेदर ठिकै छ, क्लियर त्यस्तो क्लियर पनि होइन। तर अब यत्तिको विन्टरमा धेरै एक्सपेक्टेसन राख्नु पनि हुँदैन। अब 5 दिनको टुर पनि सकियो, आज लास्ट डे नै भनौँ। भोलि चाहिँ फर्किनुपर्छ, भोलि स्याटरडे। हिजो बर्थडे मनाइयो प्यारिसमा आइफिल टावरको अगाडि। केक पाइएन, त्यही भएर न्युटेला वेफल चाहिँ काटियो। त्यस्तै छ। अब रमाइलो भयो, जे होस् एउटा मेमोरी। म यो वर्षको उमेरमा चाहिँ युरोपमा गएर मनाएको थिएँ, एउटा केक काटेको थिएँ भन्न पाइयो नि त। एउटा बकेट लिस्ट हुन्छ मान्छेको, त्यो पुरा भयो। ठिकै छ, गर्न जिन्दगीमा धेरै कामहरू छ। त्यसका साथसाथै घुम्ने पनि गर्नुपर्छ। काम भन्नु पनि हुँदैन, अनि घुम्ने मात्र धेरै पनि होइन। त्यही भएर हामी चाहिँ अब बेल्जियम जाँदैछौँ गाइज है। त्यस्तै छ। अब भ्लग चाहिँ बनाइराख्नुपर्छ, भ्लगमा चाहिँ अलिकति इन्ट्रेस्ट लाग्छ आजकल। अनि माया गरिदिनु होला, माया साथ चाहिँ दिनु होला। युट्युबमा सब्सक्राइब गरिदिनु होला। मेन चाहिँ सब्सक्राइब गरेर टक्क त्यो बेल आइकन हिट गरिदिनु होला। टक्क म चस्मा लाउँछु, ल चस्मा लाउँदाखेरि राम्रो देखिन्छु। हाम्रो यहाँ सरले गाडी चलाइराख्नु भएको छ। म चाहिँ यत्तिकै गफ हान्दैछौँ, हामी गफ गरिरहेछौँ बाल्यकाल कसरी बित्यो, अनि त्यहाँबाट फ्युचर प्लान के छ भनेर चाहिँ हाम्रो गफ जारी छ। गाडीले पिकअप लिएको छ, रफ्तार छ। अब चाहिँ कतै रोक्नुपर्छ भन्ने यहाँ कुरा पनि भएको छ। कति बज्यो? 1-2 नै भइसकेको छ, 2 बजे छ, 2-5 भयो। अब कतै रोकेर केही खानु पऱ्यो, पेट पूजा त गर्नै पऱ्यो नि त, भोक लागिरहेछ। यस्तो दामी देखिरहेछ प्लेन ल्यान्ड। अनि त्यहाँबाट गाडीहरू, यो चाहिँ अब हामी बेल्जियम लाग्यौँ कि पेरिस फ्रान्समै छौँ आई डोन्ट नो। तर अब जाँदैछौँ हामी, जाने चाहिँ बेल्जियम हो। कुरो त्यस्तै छ गाइज। अब अरू कुरा फेरि अगाडि गएर गरौँला। ल यहाँ विन्ड मिलहरू देखियो। हामी स्कुलको साथीसँग गफ भइरहेछ। यहाँ यो भाइरल गराउला स्याहार भन्छ हामी। अनि हामी चाहिँ अन द वे नै छौँ। यता विन्ड मिल देखेको भएर मलाई एउटा सर्ट भिडियो, हाम्रो मुसी दोस्त हो। ल ठिक छ। ल अब हामी सर्भिसमा रोकेर यहाँ फ्युल हाल्दैछौँ। म भाइ केही खाने कि भनेको। मोती यहाँ केक पाइन्छ खाने हो? यहाँ केही ए ल ओके। साथीले गाडी अगाडि राख्ने रे, त्यसपछि हामी चढ्छौँ। हावा लगाइरहेको छ।
चिसो चिसो छ यहाँ केही खाउँ के पाउँछ हेरौँ यता के छ ल अब सर्भिस ब्रेकमा यो बकेट सकेट खानु पऱ्यो भोक लागिरहेछ बिहानदेखि नआएको कति बज्यो 3 बज्न आँटिसक्यो अझै 1.5 घन्टा जस्तो लाग्छ त्यो र केही चाहिँ खानु पऱ्यो भोक लागिरहेछ वाइल्ड भोक लागिरहेछ अब यो चिकन बकेट खाने भोक लागिरहेछ सर ल कति साह्रो अब खाइयो अब चाहिँ हामी निस्किने त्यही त बुझिरहेको छु हामी निस्किने वेदर यस्तो बबाल देखिरहेछ ल नाइस देखेको छ अब हामी फ्युल हाल्यो अब गाडीमा हामी चढेर फेरि जान्छौँ 1.5 घन्टाको राइड हुन्छ हाम्रो हामी चाहिँ अब स्याट लाएर जाने पानी निकालेको हो ल थ्याङ्क यू अनि त्यहाँबाट यस्तै छ यहाँ साथीसँग कुरा गरिरहेको छु साथीसँग कुरा गरिरहेको छु यहाँ स्कुल फ्रेन्ड अब हामी 3 जना एकदम जुट्टी पहिलाको त्यही भएर योसँग गफ हुँदैछ यहाँ मजाले यहाँ गफ गर्दै लाइसेन्स छैन मेरो यहाँको स्कुटरको स्कुटरको लिएछु गाडीको त अब लिएको छैन यार यहाँ बस्ने भएको लिन हुन्थ्यो कि बसिनु फेल त होइन एक गाह्रो छ नि यहाँ 1-1.5 लाख लाग्छ नेपाली अनि त्यहाँबाट त्यो इन्भेस्ट गर्ने कि नगर्ने भनेर अब गर्दिनँ होला म आफूलाई हिँड्नलाई साधन स्कुटर छँदैछ त्यो भएपछि भइहाल्छ र त्यही साथीसँग गफ हुँदैछ अब हामी अगाडि गएर भेट्छौँ सबैमा प्रदीप छ मेरो हामी अझै जाँदैछौँ घाम लाग्यो यता बेल्जियमतिर चाहिँ भर्खर बोर्डर पास पनि भयो अझै 118 किलोमिटर लगभग 1 घन्टा 15 मिनट बुटोलबाट नारायणघाट गए जतिको डिस्टेन्स तर टाइम चाहिँ 1 घन्टा 15 मिनटमा पुगिँदो रहेछ 4:46 अब खाइयो अलिअलि अहिले ठिक छ अब चाहिँ जाउँ अगाडि हेरौँ उहाँ फ्लाइट प्लेन ल्यान्ड हुँदो रहेछ देखेको छ कि छैन अलिअलि देखिरहेको रहेछ त्यही छ अब आजको दिन पनि राम्रो छ वेदर पनि राम्रो छ बबाल छ बबाल ल है गाइज हामी चाहिँ साथीले ड्राइभ गरिरहेछ म चाहिँ यहाँ साइडमा बसिरहेको छु भिडियो गरिरहेको छु त्यही छ स्कुलको साथीसँग कुरा भयो अघि मुसीसँग हामी चाहिँ स्कुलमेट एकदम चल्ने चिमट्ने पाइन्ट च्यात्ने हामी 3 जना अलि बढी नै घनिष्ठ थियौँ स्कुल पढ्दा अहिले पनि राम्रो गुड फ्रेन्ड त्यो राम्रो सिनै खिच्न पाएन नि ठक्क यहाँ माथि एयरपोर्ट रहेछ ओभरहेडबाट स्वाट प्लेन ल्यान्ड हुँदाखेरि त बबाल देखेको थियो क्यामेरा खोल्दा खोल्दै गइहाल्यो स्याड भयो ल ठिकै छ अरू चाहिँ आइहाल्छ अरू त भ्लग बनेको बनै छ नि गाइज on the way to Belgium अहिले यहाँ साउन्ड गर्दाखेरि फेरि आउँदैन on the way to Belgium साथै गई हो यतिकिन आतिन्छौ यतिकिन आकाशिन्छौ बेल्जियमको सहर छिर्दैछौँ हामी अब 51 मिनट्स मोर टु गो 62 किलोमिटर बाँकी छ सो स्टे ट्युन्ड गाइज अहिलेलाई चाहिँ यो भ्यू हेर्नुहोस् दामी देखिरहेको होला है मेरो गाइजहरू ओहो चिसो भयो बन्द गरिदेऊ यहाँबाट विन्ड मिल पनि देखिरहेको छ है कत्रो ठुल्ठुलो हुँदो रहेछ यसको पखेटा यो राजेश हमाल दाईको पङ्खा हो है गाइज राजेश हमाल दाईको पङ्खा यो चाहिँ राजेश हमाल दाईलाई गर्मी हो भने चाहिँ त्यो पङ्खा चल्छ अरे
अब चाहिँ हामी यता भ्यू हेरौँ यता चाहिँ विन्डमिल देखिन्छ उता पर पनि होइन अब अगाडि गाडी छ अनि त्यहाँबाट त्यही हो बाटोमा गाडी छ गाडीभित्र हामी छौँ त्यही हो कुरो त्यही हो अब यो लगाउँ चिसो भयो त्यही हो अब हामी जाँदैछौँ अन द वे नै छौँ रमाइलो भइरहेछ आज लास्ट डे बेल्जियम गएर हेरौँ बेल्जियम पनि घुम्न पाइयो खुसी छु त्यही हो ल हामी अन द वे अझै पनि जाँदैछौँ अब धेरै टाढो अब 10 मिनट 4.5 किलोमिटरको राइड छ अँध्यारो हुन लाग्यो यहाँबाट देखिएछ ल के देखिन्छ हेरौँ है त्यही यस्तो देखिरहेछ 5 बज्न लाग्यो 4:53 भयो जाँदैछौँ हेरौँ अब कस्तो छ ठाउँ धेरै बेर त घुमिँदैन एकछिन घुम्ने अब अँध्यारो भएपछि देखिँदैन होला कस्तो देखिन्छ हेरौँ भिडियो बनाइहाल्छु भिडियोमा देखिन्छ कस्तो आउँछ भनेर आयो हामी यहाँ पनि जान्छौँ तर यहाँ चाहिँ पहिला त्यो मिनी युरोप गएर आउने अनि यो ठाउँलाई के भन्छ उयो त्यहाँ छ त्यो चाहिँ अटोमियम भन्दो रहेछ त्यो पनि एउटा टुरिस्ट डेस्टिनेसन एट्र्याक्सन पोइन्ट बनाएको रहेछ अब त्यहाँ चाहिँ त्यो बन्द छ अरे बाहिरबाट त्यसो हेरिन्छ होला भित्र जानु त्यहाँ भित्रै जानु पनि मिल्छ के हो भित्र अब यहाँ पार्किङ गर्ने अनि त्यहाँबाट यहीँबाट नजिकै छ अरे मिनी युरोप अनि हामी चाहिँ त्यहीँ जाने घुम्ने हेरौँ है त यस्तो हुन्छ अरे भनौँ है त गरेर पढाउँथ्यो कि हामीलाई एउटा सरले अहिले चिसो भयो अब यहाँ जाँदै हामी चाहिँ यहाँ जाने कि त्यो मिनी युरोप हेर्न जाने अनि त्यसपछि पल्ल यहाँ आउने हो नजिक रहेछ दुइटै बन्द छ कि भन्ने यहाँ कुरा छ क्लोज एट 6 भनेर लेखेको थियो चाहिँ यहाँ बन्द रहेछ भने अब त्यस्तै भयो बेल्जियम गइस् भन्दा गएँ कहाँ घुमिस् भन्दा गएर आएँ होला हुन्छ क्या मिनी युरोप भन्ने यहाँले यसै लेख्नु चाहिँ मिनी युरोप चाहिँ यताबाट भइदो रहेछ लेट्स सी गाइज कस्तो हुन्छ हेरौँ ट्रेन कुद्यो छ ट्रेन दामी बसाउँछ नि त्यो ट्रेन स्टेसन रहेछ अब हेरौँ लेट्स सी गाइज टावर बार भित्र जाउँ हेरौँ कहाँ छ नि कसैले मेस्सी भयो नि त स्याड भयो नि त दोस्त मिनी युरोप किन कस्तो बन्द गरेको है चिसो भएर के हुन्छ र अब के बेल्जियम गइस् भन्दा गएँ कहाँ गइस् भन्दा गएर आयो दोस्त झन् मिनी युरोप त्यहाँ आउने मेरो भ्युवर्सहरूलाई भनेको मार्चसम्म बन्द अरे मिनी युरोप त त्यस्तै हो अब अर्कोचोटि आउने मिनी युरोप भनेर त उता लेखेको छ त्यहाँबाट भित्र जाने रहेछ भित्र जान चाहिँ पाइएन अब हामी बाहिरबाट के देखिन्छ हेर्छौँ अरू चाहिँ त्यस्तै हो त्यो दामी सनसेट देखिरहेछ त्यहाँ त्यो रुखहरूले छेकेछ छेक्न चाहिँ कलर चाहिँ बबाल आइरहेछ उहाँबाट अलिअलि बारबाट झुन्डेर हेर्नुपर्छ क्या हो भ्युवर्सहरूलाई देखाउनु पऱ्यो नि त मिनीहरू यहाँ स्टाफहरू त छ नि त यिनीहरूको के काम हो केही देखिन्छ जस्तो मलाई लागेन सब बन्द छ कहाँबाट हेर्ने हो हामी मिनीहरू कसरी हेर्नु के हो यति टाढा आइसकेपछि केही देख्न पाइन्छ कि भनेको नाइस रहेछ नि यार सेट सब सानोहरू के आइफिल टावर पनि रहेछ त्यहाँ हो त्यहाँबाट केही देखेछ भने देखिन् त सब सानो मिनी त्यो चाहिँ घुम्नु पनि ठाउँ रहेछ यो पनि राम्रो तर के गर्नु यहाँबाट अलिअलि केही कता यसो देखेँ जस्तो लाग्यो तर किन केही देखेको छैन अब आफैले हेर्नु बिग बेनहरू रहेछ होइन बिग बेन त
युरोपमा परेन त्यही पनि सबै डमीहरू के सानो के भन्छ त्यसलाई भन्नु पनि आएन ल मिनी युरोप चाहिँ गेट चाहिँ यो बन्द रहेछ मार्चसम्म त्यही भएर केही हेर्न पाइएन गाइज यहाँभित्र भएको चाहिँ यो जस्तो यस्तो सानो सानो डमीहरू कहाँ गयो मेरो रोक्नु है यस्तो डमीहरू चाहिँ अलिअलि देखेको छ नि यहाँ टाढा टाढाबाट यो कुनै कन्ट्रीको ऊ आइफिल टावर हो त्यहाँ देखेको छ सानो त्यस्तै छ अब हेर्न पाएन त्यस्तै भयो मिनी युरोपको गेट चाहिँ यो भित्र चाहिँ जान पाएन अब फर्केर जाने अब के गर्ने त अब त्यो चाहिँ हेर्न पर्ने ठाउँ रहेछ बेल्जियममा क्लोज्ड ब्याड लक भन्ने के भन्ने बन्द रहेछ यो अटोमियम पनि बन्द मिनी युरोप पनि बन्द त्यही भएर अब चाहिँ हामी यतै घुम्ने होला नि त आज हेरौँ के हुन्छ बेल्जियममा कस्तो नाइस आइरहेछ साथी अगाडि क्यामेरामा आउनु मन पर्दैन जुलाई चाहिँ त्यही भएर मलाई नदेखाऊ भन्दै थियो ठिकै छ आफ्नो इच्छा हो यहाँबाट अटोमियम चाहिँ यहाँबाट पनि देखिएको छ गाइज ल यहाँबाट चाहिँ अलिअलि यो देखिएको छ अरू त अब हेर्न पाएन मिनी युरोप त मैले हेर्न पाएन तपाईँहरूले त झन् भिडियोबाट कसरी हेर्न पाउनु ल अब अगाडि गएर प्लान के भन्छ त्यो हेरौँ है त ल यो अटोमियमको डल्लो चाहिँ यताबाट नि हेर्नु मिल्दो रहेछ म त भित्र छिर्न पाएन होला भनेको थिएँ यो त यहाँबाट हेर्ने रहेछ त्यो त अघि उल्टोबाट देखाइरहेको रहेछ हामीले यो त रातिमा राम्रो देखिन्छ के अरे अब दिउँसोमा त्यही आँखा हेर्ने बस आँखा सेक्ने एउटा फोटो खिच्नु पऱ्यो अब यसको पनि माथि जान पाउँथ्यो अरे यो अहिले चिसो भएको भएर क्लोज्ड के हो चाहिँ थाहा छैन मलाई एटम मोलिक्युल एटोमियम भनेर बनाएको छ त्यही हो अब टुरिस्ट एट्र्याक्सन पोइन्ट यस्तो छ ल स्याट वाइल्ड हुँदो छ यो एन्चडुडो ल यो हेरौँ है त पहिला कस्तो छ यो चाहिँ फिल्म हल रहेछ क्या है दोस्त तिमीले किनेपोलिस यस भनेको फिल्म सिनेमा हल हो किनेपोलिस रे आइफिल टावरको देखियो टुप्पो देखिन चाहिँ लो यहाँबाट भ्यू हेर्नु गाइज कस्तो देखेछ थाहा छ यस्तो देखेछ अटोमियमबाट पछाडि फर्काइदिउँ भने पछाडि चाहिँ यस्तो छ भ्यू ऊ लाला रे अब चाहिँ हामी निस्कियो यहाँबाट बेल्जियमको घुमाइ ओ नाइस देखिरहेछ यार नाइस देखेछ अगाडि चाहिँ यस्तो छ ल कभर यस्तरी बसिरहेको छु म यहाँ खुट्टामाथि राखेर बस्नु पाइन्छ कि पाइँदैन थाहा छैन तर म बसिदिरहेको छु यहाँ खोइ डाटा अन गरौँ भनेको यसरी त तिम्रो याद आइरहन्छ अघि के भन्ने एउटा गीत थियो नि जाडो लाइरहन्छ त यस्तरी बसिरहेको छु यस्तरी खुट्टा राखेर अब बस्न पाइन्छ कि पाइँदैन थाहा छैन तर म चाहिँ बसिरहेको छु हाम्रो यहाँ साथीसँग कुरा गर्ने कुरा हो आज छैन साथी कहाँ गयो अब चाहिँ हामी जाँदैछौँ अगाडि यस्तो छ फ्लिक्स बस हो त्यहाँ छ बसमा आएको भए त्यस्तो बसमा आउनु पर्थ्यो यहाँ साथी भएर चाहिँ मलाई त रोइला भयो नि फ्लिक्स बक्स ए यो के हो यो ऊ रहेछ कि है साथी चर्च हो कि के भन्छ अरे ओके राम्रो देखेको लाइटमा त राम्रै देखिन्छ त बेल्जियम होइन त गाइज बेल्जियम त राम्रै देखेको छ त त्यो चर्च हेर्नु न यस्तो दामी देखेछ आउँछ हेर्नु है ए नाइस आई लाइक द भ्यू गाइज निलो आकाशमा बत्तीहरू बलिरहेको छ बाटोमा गाडीको लाइट रातो झिलिमिली सेतो
गर्दै यात्रा हाम्रो अब कतातिर हुन्छ थाहा छैन। यस्तो बवाल देखेछ यो चाहिँ, यस्तो दामी देखिरहेछ, नाइस देखेछ। पछाडि हेरौँ है त, पछाडि चाहिँ यस्तो छ है, यस्तो पुरा पुलिसको क्यामेरा भन्दा फेरि यिनीहरूले यो बवाल देख्यो नि त गाइज, नाइस आयो त। ल अबको यात्रा बेल्जियम सिटीतिर। हामी घुम्दैछौँ बेल्जियम सिटीमा, अँध्यारो छ बेल्जियमको सिटी। ओ यस्तो दामी आइरहेछ तर आकाशदेखि लिएर बादल, चिसो मौसम। ल ठुल्ठुला बिल्डिङहरू देखिए। अहिलेको कुरा गर्दा चाहिँ यो बिल्डिङहरू धेरै ठुला रहेछन्। के भन्ने अब। ल अब हामी बेल्जियम सिटी पनि छोडिँदैछ भनौँ न। अब चाहिँ हामी आज लक्जमबर्गतिरै लाग्छौँ। अब अन द वे हुँदै हामी चाहिँ लागिन्छ लक्जमबर्ग आजको लागि। अब यति नै, अब अँध्यारो भयो, 6:30 भयो। हामी चाहिँ 8-9 बजे घर पुग्दो रहेछौँ। थ्याङ्क्स फर वाचिङ गाइज, किप सपोर्टिङ, लभ। Let's go.